सुकुम्बासीको त्यस्तो हालत हुँदाखेरि हामी 10,000 मान्छे निस्कन सक्दैनौँ यो देशमा र चाहिँ गरिब र श्रमजीवी वर्गको कुराकानी गर्ने हो भने तपाईँ सुकुम्बासीको देख्न सक्नुहुन्छ चाहिँ रातारात उठाउने, डोजर लाएर उठाउने, सेनाको सहयोग समेत लिएर उठाउने, होल्डिङ सेन्टरमा लगेर राख्ने, त्यहाँ खान र चाहिँ पानी पनि नदिने, हुँदा अहिले तिमीहरू जहाँ जहाँबाट आयो त्यही जहाँबाट भन्ने यस्तो प्रकारको अमानवीय कामहरू गरिराखेका छ। त्यसकारणले राष्ट्रिय स्वाधीनताको प्रश्नमा, संविधान र लोकतन्त्रको रक्षाको प्रश्नमा र गरिब श्रमजीवी उत्पीडित वर्ग र समुदायको पक्षमा जुन प्रकारको कुठाराघात भइराखेको छ त्यसलाई हामीले सही ढङ्गले चिर्नको निम्ति उठ्नुपर्ने आवश्यकता छ। कहिलेकाहीँ त पीडा पनि हुन्छ, हेर्नुहोस् न, अब हामी सबैले जिम्मेवारी लिन पर्यो। सुकुम्बासीको त्यो हालत भयो, कता हामी कहाँ छौँ जस्तो लाग्छ कहिलेकाहीँ। हामी कम्युनिस्ट पार्टी हुनुको के अर्थ, हामी वामपन्थी पार्टीहरू हुनुको के अर्थ, हाम्रा सुकुम्बासी सङ्गठनहरू छन्, हाम्रा मजदुर सङ्गठनहरू छन्, हाम्रा युवा सङ्गठनहरू छन्। ती सुकुम्बासीको त्यस्तो हालत हुँदाखेरि हामी 10,000 मान्छे निस्कन सक्दैनौँ यो देशमा सडकमा सुकुम्बासीहरूको पक्षमा।